प्रश्न यो छ कि किन हरेक ठूलो घटनापछि विदेशी मिडिया विशेष गरी बीबीसीले हाम्रो दिमागसँग खेल्न खोज्छ। 2007 साल र 15 साल परिवर्तनको नाममा विदेशी इन्ट्रेस्ट घुसाउने खेल के थियो? 2047 साल र 52 साल माओवादी जंगल छिर्दा र माओवादी आन्दोलन सुरु हुँदा विदेशी मिडियाहरूले कसरी न्यारेटिभ सेट गरेको थियो, स्पेशली विदेशी रेडियोहरूले। 62-63 साल राजतन्त्र हटाउँदा बीबीसीको न्युट्रलिटी के थियो? 2072 सालको भूकम्प आउँदा र 23 साल नयाँ संविधान आउँदा कस्तो फल्स इमेज बनाइयो। 2082 साल अहिले जेन्जीको नाममा एउटा पोलिटिकल इन्स्टिट्युटलाई इलेक्सन जिताउन ग्राउन्ड वर्क कसले गर्दैछ? किन हरेक ठूलो मोडमा रिजल्ट विदेशी स्टुडियोबाट नै आउँछ? के हाम्रो इतिहास हामीले नै लेखिरहेका छौं कि उनीहरूले डिक्टेट गरिरहेका छन्? बीबीसीले सेप्टेम्बर 8 र सेप्टेम्बर 9 मा भएको प्रोटेस्टलाई लिडरलेस मुभमेन्ट भन्छ, तर सुदन गुरुङ र रक्षा बम जस्ता आफूले आफूलाई जेन्जीका अगुवा भन्नेहरू भने चाहिँ आफू लिडर हुँ भन्दै हिँड्छ। सुदन गुरुङ जसले आफूले आफूलाई जेन्जीहरूको अगुवाको रूपमा स्थापित गरेको छ, उहाँले त अल जजिराको एउटा इन्टरभ्यूमा आफू प्रधानमन्त्री पनि हुन तयार छु भनेर क्लेम पनि गरेका छन्। I'm definitely going to run for the prime minister as well.